नमस्कार, म प्रिया स्मृति गजमेर। म यति बेला दाङको लमही अस्पतालमा छु। एकजना सर्पले टोकेर बिरामी हुनुहुन्छ। म उहाँसँग कुराकानी गर्नका लागि यहाँ अस्पतालमा आइपुगेको छु। पछिल्लो समय राजपुर गाउँपालिका, खास गरी दाङको देउखुरी को पनि अलि विकट मानिने राप्ती नदीदेखि दक्षिणतर्फ रहेको जो भारतसँग सीमा जोडिएको पालिका पनि हो राजपुर गाउँपालिका। त्यहाँ चाहिँ अहिले अत्याधिक सर्पले टोकेका बिरामीहरू अस्पतालमा आउने गर्नुहुन्छ। यही विषयमा चाहिँ मैले उहाँसँग कुराकानी गर्दैछु। राजपुर गाउँपालिका वडा नम्बर 4बाट आउनु भएको छ। सर्पले टोकेको चाहिँ मैन कुमारी यादव हिजो बेलुका 4 बजेतिर घरमै करेत सर्पले चाहिँ उहाँलाई टोक्यो हैन। 3 अथवा 4 बजेको समयमा घरमै रहेको बेलामा चाहिँ सर्पले टोक्यो। सर्पले टोक्न बित्तिकै उहाँले चाहिँ घर परिवारलाई खबर गर्नुभयो र उहाँहरू चाहिँ उपचारको लागि आउनुभयो। लमही अस्पतालमै किन आउनुभयो हैन, मैले उहाँसँग चाहिँ कुराकानी गर्नको लागि उहाँको अङ्कल पर्नुहुन्छ नाताले प्रेम बहादुर यादव, उहाँसँग कुराकानी गर्दैछु। हिजो कति बजे आउनुभयो लमही अस्पतालमा? 4 बजे। अनि लमही अस्पतालमै किन आउनुभयो त? लमही अस्पतालमा अलि सुविधा छ, व्यवस्था छ भनेर यहाँ आएको। हजुर। त्यस्तो हाम्रो गढतिर पनि सर्पदंश हस्पिटल छ। एकचोटि त्यहाँ जान पनि गएको छौँ हामी, यस्तो केस लिएर, हल्का फल्का केस भनौँ न। हजुर। तर त्यहाँ के रहेछ, त्यहाँ सेवा सुविधा चाहिँ त्यति छैन। मेसिनहरू अरू भनौँ न जे हुन्छ सुविधाको लागि त्यो चाहिँ उपलब्ध छैन। त्यो भाव हुनाले हामी लमही आएको। लमही आइसकेपछि कस्तो पाउनुभयो त? यहाँको डाक्टरहरूले, यहाँको नर्सहरूले राम्रो छ। हामी पुग्ने गर्ने व्यवहारहरू कस्तो पाउनुभयो? राम्रो व्यवहार पाएँ। म त पुग्ने बित्तिकै अरूलाई त भन्न सकिन्न, तर म पुग्ने बित्तिकै चाहिँ उहाँहरू सोध्नुभयो के भयो कसो भयो। म त हतारमा पैसा पनि नलिएर आएको, तैपनि काम यहाँ चाहिँ अगाडि बढाइदिनु हो उहाँहरूले। पछिबाट पैसा मगाएर उहाँहरूलाई पैसा पनि दिए, भर्ना पनि त्यत्तिकै बिना पैसाकै गर्नुभयो। भनेपछि राम्रो सेवा पाउनुभयो। हजुर, सेवा दिनुभयो। के भन्नुभएको छ, कहिलेसम्म बस्ने भनेर भन्नुभएको छ? अहिले 10 बजे डाक्टर आएर अनि डाक्टर साहबले के भन्नुहुन्छ त्यो हिसाबले गर्ने भन्नुभएको छ। अवस्था त राम्रो छ। के सर्पले टोक्यो भनेर भन्छ, के जानकारी गराउनु भयो? कराट, डाक्टर साहबले कराट टोकेछ भनेर भन्नु। हामीले स्थानीय भाषामा त्यसलाई गरायत साप भन्छौँ हैन? त्यो करेत सापले टोक्या रहेछ हैन त? अनि विष चढ्या थियो कि थिएन उताबाट ल्याउने बेला? विष अब माथि त्यस्तो चढ्या थिएन, तर खुट्टासम्म त यो घुँडासम्म, खुट्टाको तलको पुरै केही थाहा नपाउने जस्तो भएको थियो। टोक्यो खुट्टामा। अहिले कस्तो छ तपाईलाई? गाह्रो भएको छ कि छैन? के गर्ने बेला टोक्यो तपाईलाई सर्पले? त्यो नल्कीमा पानी ल्याउन जानुभएको छ, त्यहीमा टोक्यो। नल्कीमा पानी लिन गएको बेलामा सर्पले टोक्यो। तपाईले कुल्चिनु भयो सर्पलाई? त्यो सर्पको पुच्छर कुल्चिनु हो। सर्पको पुच्छरतिर कुल्चिनु भयो अनि टोक्यो। डर लाग्यो? डर लागेको छैन। घरमा को हुनुहुन्छ? आमा छ अनि बोइहरू छन्। तपाईको श्रीमान कहाँ हुनुहुन्छ? श्रीमानी। कतिवटा छन् बच्चा बच्ची? एउटा छोरा छ। सर्पले टोक्न बित्तिकै त डर लाग्यो होला नि, अब मर्छु भन्ने लाग्यो होला नि हैन? अब केही हुँदैन, तपाईँ अस्पतालमा आउनु भएको छ हैन? यहाँ चाहिँ डाक्टरहरूले, स्वास्थ्य कर्मीहरूले चाहिँ हेर्नु भएको छ। अब तपाईँ निको भएर घर फर्किने हो। हिम्मत चाहिँ हार्न हुँदैन है। जति डरायो त्यति चाहिँ यो सर्पको विष लाग्छ भन्छन्, त्यो डराउनु हुँदैन है। अनि के छ यो अस्पतालको विषयमा थोरै कुराहरू बताइदिनुस् न। जस्तो अहिले लमही अस्पतालमा सेवा पाइन्न, यो पाइन्न भन्ने हरेक टिका टिप्पणीहरू आइराखेका हुन्छन् हैन? तपाईँ पहिले पनि आउनु भएको छ यो अस्पतालमा? नै, आएको छैन। पहिलोचोटि आउनुभयो? पहिलोचोटि सर्पदंशको। अरू त त्यस्तो आएको छु पहिला, उता हल्का फल्का सेवाको लागि त्यो बात, तर सर्पदंशको लागि आएको थिएन, अहिले भर्खरै हो। अनि सर्पले टोकिहाल्यो भने गाउँघरमा अरू छिमेकीहरूलाई के सुझाव, के सल्लाह दिनुहुन्छ तपाईँले? मेरो सल्लाह सुझाव त यही छ, लमही जानुहोस्, लमही सेवा सुविधा अहिले छ।
अब अन्त पठाउनु परेमा पनि सेन्टर पोइन्टमा रहेछ, सजिलो हुन्छ पठाउन पनि। यही सल्लाह दिन्छु। हस्, धन्यवाद।